हामीले बारम्बार प्रश्न उठाएका छौँ। हाम्रो आफ्नो व्यक्तिगत प्रश्न नभएर जनताका प्रश्नहरू हामीले सरकारका सम्बन्धित मन्त्रीहरूलाई सोध्न चाहेका छौँ। सिमानाको कुरादेखि लिएर महँगी नियन्त्रणका कुरादेखि लिएर सहकारी पीडितलाई तपाईँको चाहिँ के अरे फिर्ता गर्दै गरेको पैसाको स्रोत के हो, कहाँबाट हामीले चाहिँ के अरे फिर्ता गर्दैछौँ भन्ने कुराहरू, यस्ता महत्त्वपूर्ण विषयहरूमा हामीले चाहिँ थुप्रै प्रश्नहरू राख्न खोजेका छौँ। सुकुम्बासी व्यवस्थापनसँग सम्बन्धित प्रश्नहरू राख्न खोजेका छौँ। तर सम्बन्धित मन्त्रीहरू सदनमा आउँदै नआउने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नि नआउने, छलफल नि नआउने, तपाईँको चाहिँ के अरे उत्तर दिनका लागि पनि आउनुपर्ने मान्छे नआउने, अरू मान्छे आउने, यो तरिकाले चाहिँ तपाईँको यो हाम्रो नियमावलीको 15(2) नियमावली 15 को उपनियम 2 लागू भएको देखिँदैन। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो जोरदार माग छ, यो संसदप्रति सरकार जवाफदेही हुनैपर्छ, जनताप्रति सरकार जवाफदेही हुनैपर्छ, बन्नैपर्छ। किनभने जनताकै तपाईँको चाहिँ के अरे भोट लिएर हामी यहाँ आएका छौँ। जनताको प्रश्न राख्ने